हेलो नमस्ते एभ्रिवान। तपाईँहरूलाई फेरि पनि भिरघरेमा स्वागत छ। आज फेरि पनि ड्र्यागन फ्रुट सम्बन्धीको अर्को भिडियो लिएर उपस्थित भएको छु। र यो खेतमा चाहिँ हामीले ड्र्यागन फ्रुट केही रोपेका छौँ र अहिले चाहिँ केही ड्र्यागन फ्रुटहरू चाहिँ फल्न सुरु गरेको छ र केही ड्र्यागन फ्रुटहरू चाहिँ फल्न सुरु गरेर पाकिसकेको छ र नेक्स्ट इयरदेखि चाहिँ अलि भव्य रूपमा फल्छ। र तपाईँहरूलाई चाहिँ यो ड्र्यागन फ्रुट अघिल्लो भिडियोहरूमा पनि मैले भिजिट गराएको छु र आज चाहिँ यो पाकेको अवसरमा चाहिँ कस्तो देखिन्छ र कस्तो भएको छ तपाईँहरूलाई देखाउने छु। सो अब चाहिँ हामी भिडियोतर्फ लागौँ। ल साथीहरू, ड्र्यागन फ्रुट चाहिँ यहाँदेखि हामी सुरु गर्छौँ। यो चाहिँ पोहोरको साल रोपेको, यहाँनिर देख्न सक्नुहुन्छ। यो चाहिँ वाइट अथवा सेतो खालको एकदमै ठुलो ठुलो दाना छ। अहिलेसम्मकोमा निकै ठुलो दाना देख्न सकिन्छ। यो चाहिँ सेतो खालको र यही हाँगामा यही पिल्लरमा फेरि यता रातो पनि छ। र यो पिल्लरले चाहिँ यसैपालिदेखि, यो बेडले चाहिँ यसैपालिदेखि फल्न सुरु गरेको। त्यसै गरी अर्को यहाँनिर छ, यहाँ पनि फलेको देख्न सकिन्छ। अब कुनै कुनै चाहिँ सानो दानाहरू छ र कुनै चाहिँ ठिकै खालको दाना छ देख्न सकिन्छ। रातो खालको अथवा पिङ्क कलरको हो। यसपालिदेखि फल्न सुरु गरेको। अनि अर्को लटको लागि यहाँ तयारी पनि हुँदैछ है। यहाँ कोपिलाहरू देख्न सकिन्छ, त्यो छ। अनि अर्को नेक्स्ट पिलर हो। यिनीहरू सबै नयाँ बोट हो, यहाँ देख्न सक्नुहुन्छ। र यसरी चाहिँ मजाले फलिरहेको देख्न सकिन्छ है। एउटै हाँगामा चाहिँ मजाले फलेको देख्न सकिन्छ। अनि माथि यो माथिको हाँगाहरू चाहिँ अब नेक्स्ट इयरको लागि हुन्छ, यस्तो देखिन्छ। र यो अर्को नेक्स्ट बोट भनेको यो छ। यसमा पनि हामी देख्न सक्छौँ हाँगाहरू त्यस्तो धेरै छैन र फलेको चाहिँ यस्तो छ। यहाँ पुरै पाकिसकेको छ। अब यसलाई टिप्ने एकछिनमा चाहिँ। अनि यो साइडमा तपाईँहरू देख्न सक्नुहुन्छ। ल यसरी चाहिँ लट्रम्म फलेको छ र मजाले पाकेको छ है, देख्न सक्नुहुन्छ। र यसलाई चाहिँ चट्ट टिप्नुपर्छ। यो अर्को चौथो बोट हो, यहाँ देख्न सकिन्छ। र माथिल्लो बोट चाहिँ पुरानो बोट छ। तपाईँहरूलाई माथिको बोट पनि देखाउँछु। यस्तो मजाको पाकेको देख्न सकिन्छ त्यो साथीहरू, यो छ। अर्को भनेको चाहिँ यो चाहिँ पुरानो, सबसे पुरानो बोट हो। यसमा चाहिँ अघिल्लो लटको चाहिँ हामीले टिपिसक्यौँ र यसपालिको यो लटको लागि चाहिँ फलिरहेको छ। यसमा पनि सेतो र रातो दुवै खालको छ होइन। यहाँ चाहिँ त्यस्तो धेरै पाकेको छैन। यहाँनिर एक पिस यहाँनिर देख्न सकिन्छ, यो छ। र हाँगाहरू एकदमै बेसी हाँगाहरू छ, त्यो छ। अनि यतापट्टि यहाँनिर एउटा पिस चाहिँ पाकेको छ होइन, देख्न सकिन्छ। र वरिपरि फलिरहेको छ। अर्को नेक्स्ट लटको लागि कोपिलाहरू पनि हामी टन्नै देख्न सक्छौँ। यसरी चाहिँ यहाँनिर देख्न सकिन्छ। र यो चाहिँ सेतो खालको, अलिक चिल्लो लाम्चो हुन्छ, त्यो छ। ल यता फुल पनि खेलिरहेको देख्न सकिन्छ। र यतापट्टि चाहिँ यो अब यसैपालि रोपेको, यिनीहरूमा पनि यो चाहिँ के त तपाईँको कोपिलाहरू चाहिँ देख्न सकिन्छ। अब यो कतिको सक्सेस हुन्छ होइन। अब कुनै चाहिँ फल्छ, कुनै चाहिँ यो त्यत्तिकै झर्न पनि सक्छ। यसपालि मात्रै सुरु रोपेको हो यो। यहाँनिर चाहिँ फल लागिसकेको छ देख्न सक्नुहुन्छ। यसैपालि रोपेको हाँगा हो। यहाँ सानो सानो कोपिलाहरू पनि देख्न सकिन्छ यो साइडमा। यो छ साथीहरू, यो पनि पिलरमा मजाले चढिसकेको छ र नेक्स्ट इयरदेखि चाहिँ मजाले फल्छ। अर्को यो छ। अब यसमा त छैन फलेको, जोस् माथि चाहिँ चढिसकेको छ पुरै, हामी देख्न सक्छौँ। त्यस्तै गरेर यहाँनिर पनि छ सानो कोपिला देख्न सकिन्छ। यहाँ गोडमेल गर्न बाँकी छ, यहाँनिर देख्न सकिन्छ। यसमा पनि नेक्स्ट पिलर हो। त्यसै गरी अर्को यहाँनिर, यसमा पनि सरसर्ती देखाउँछु म है, कस्तो हुँदैछ अपडेट। त्यस्तै गरी यहाँ सानो कोपिला पनि देख्न सकिन्छ है साथीहरू। यो चाहिँ तपाईँको कस्तो हुन्छ भने हाँगा छिपिएको छ भने चाहिँ त्यसैमा फल्ने हो। तपाईँको हाँगा छिपेको छ भने चाहिँ तपाईँको त्यस्तो हाइटमा पनि जानु पर्दैन। यो चाहिँ मरेछ क्या, यसरी मर्छ पनि होइन।
त्यो छ, यसरी चढेको छ देख्न सकिन्छ। र अर्को यसैपालि गाडेको हाँगा अथवा रोपेको हाँगाले यहाँ पनि सानो फल लगाएको छ। यो चाहिँ दुःखले नै फलिरहेको देख्न सकिन्छ। ल यो छ गाइजहरू है। सो जम्मा यति नै छ, तपाईँहरूलाई छोटो अपडेट गराएँ। अब चाहिँ यो पाकेको ड्र्यागन फ्रुट चाहिँ म टिप्न जाँदैछु होइन। अनि आज त्यस्तो धेरै छैन, अब 8-10 पिस 10-15 पिस होला। अब तपाईँको यो फल्नुभन्दा धेरै भिडियो गरे जस्तो चाहिँ हुन्छ, तर जस यो फलेको कुराहरू तपाईँहरूलाई देखाउन मन लाग्छ। अनि मैले रोपेको कुराहरू होइन त्यो छ। अनि अब चाहिँ म यो फलहरू जुन पाकेको फलहरू छ यसलाई चाहिँ टिप्न जाँदैछु त गाइज। ल अब चाहिँ हामी टिपौँ है त। अब यो टिप्नको लागि चाहिँ यो कटर छ, अनि यो सानो के भन्छ आरी छ। अब चाहिँ म टिप्न जाँदैछु। सबैभन्दा सुरुमा चाहिँ यो ठुलो दानाबाटै सुरु गर्छौँ हामी। र टिप्न अलिकति गाह्रो चाहिँ हुन्छ। त हाँगै काटिने रहेछ त। ल यो चाहिँ एकदम ठुलो दाना छ, हेर्नु होला। आफै हाँसिरहेको छ होइन। यो तपाईँको ड्र्यागन फ्रुट दिँदा चाहिँ यस्तो कटर नै प्रयोग गर्नु राम्रो हुन्छ है। कति साथीहरूले चाहिँ हातले घुमाएको पनि देखिन्छ, तर त्यो गर्दा चाहिँ यहाँ हाँगालाई असर पर्छ। त्यो भएर चट्टसँगले कटरले प्रयोग गरेर टिप्ने। कता हो टिप्ने के हो यस्तो? अलिअलि काँडाले खोज्छ साथीहरू, अब यस्तै हो। आम्मा यो त कता रहेछ? आथा मिठो। यो धेरै बाक्लो भएर पनि होला। आथा केही फरक पर्दैन क्या। यो चाहिँ सबै सानो छ क्या, यस्तो चाहिँ खासै मिठो पनि हुँदैन। ल साथीहरू, यो चाहिँ सबैभन्दा पुरानो बोट हो, सबैभन्दा जेठो भनौँ न। यसमा चाहिँ अब अहिले चाहिँ एकै पिस मात्रै रहेछ। अगाडिको लटमा चाहिँ हामीले टिपिसक्यौँ। अनि यो अहिले एक पिस छ, र अरू चाहिँ फलहरू टन्नै छ। र अर्को लटको लागि कोपिलाहरू पनि टन्नै देख्न सकिन्छ। तपाईँहरूलाई म देखाएको छु। ल जम्मा टिपिसक्यो है। अच्छा ल आजको यो उसमा चाहिँ जम्मा यति टिप्यो होइन साथीहरू। अब आगुमदेखि चाहिँ निकै फल्छ होला। यसपालि चाहिँ अब यस्तै छ, थोरै थोरै टिप्दैछ। र एकैचोटि टिप्दाखेरि त धेरै पनि हुन्छ। र यसपालि अलिकति यति छ। अब नेक्स्ट अर्को लटतिर पनि फल्छ, त्यो लटको पनि म देखाउने छु।
र अहिलेलाई चाहिँ यति नै अब त्यहाँ यसो जोख्ने सक्ने छ भने म जोखेर पनि देखाउँछु अनि त्यसो अब तपाईहरु जो नयाँ हुनुहुन्छ यो सब च्यानलमा जोडिनु होला अनि युट्युबमा गएर भिर घरे सर्च गरेर चाहिँ सब्स्क्राइब गरेर जोडिनु होला यो चाहिँ मेरो नयाँ च्यानल हो यसमा चाहिँ प्रायः जसो कृषि सम्बन्धीको खेतीपाती अथवा पशुपालन विभिन्न फार्महरु सम्बन्धी भिडियो चाहिँ हाल्ने छु अनि त्यसको लागि यो च्यानल खोलिएको छ र तपाईहरु जोडिनु होला सपोर्ट गरिदिनु होला त्यही नै छ अनि अहिले समय हेर्दिनु भयो त्यसको लागि धन्यवाद अनि फेरि पनि थ्यांक यू सो मच अर्को भिडियोमा हामी चाँडै भेट्ने छौं मान्छेको ननिकाल्दै नि हुन्छ निकाल्दा नि भयो अलिकति र साथीहरु अब चाहिँ ट्र्याक्टरसँगले ड्रागन काट्ने हो यो चाहिँ सेतो खालको यो चाहिँ रातो खालको अब काटेर च्याप्प खाने है त साथीहरु एउटा सानो पोलिथिन भएको ए आयो त यो ठुलो रहेछ फेरि यो सबैभन्दा भयो सबैभन्दा ठुलो पिसलाई चाहिँ एकपल्ट जोखेर ट्राई गरौँ है कति ग्राम रहेछ 475 ग्राम रहेछ साथी आधी केजी हो र यो चाहिँ सबसे ठुलो आजको यही हो 475 ग्राम रहेछ साथीहरु अब यो चाहिँ सेतो खालको साथीहरु यस्तो खालको हुन्छ भित्र चाहिँ एकदम झरझर पानी हुन्छ अब यसलाई खानु नि आउने खाएको नि बनाउनु पर्छ सेतो खालको यति यो चाहिँ रातो हो साथीहरु रातो चाहिँ झन् अझ दामी हुन्छ क्या यो खाऊ खाऊ पुरै यस्तो हुन्छ हेर्नु होला बाहिर दिहाल्नु नि एउटा ए भिडियोतिर नि हेर्छ ल नखाने मनै पो पराउँदैन खास त नमस्ते गर मलाई देखेन भिडियो यो त सेतो दिनु होला हौ रातो कम्ती छ अयो कोले बाँदर रोगे बाँदर कोले रुन्छ रोपेर मात्रै भएन ह दुईटै खाने हो बाँदर रुनु कति दुःख छ गाई छ यसलाई दिएको छैन सेतो नि त अलि राम्रो नपाकेर होला होइन यस्तो खाने भनेकै यसरी हो यता बाल बोक्रा चाहिँ कसले खान्छ कसको घुँडा अरे दुख्छ साथी हो उल्ट्याउँछ पो त नि खाँदैन बल्ल बल्ल पाएको बोक्रासँग राम्रो छ रुद्र सरले बिना केमिकलको फेस वास क्रिम के क्रिम गुल्यो छ त धेरै गुल्यो Walking alone, the streets are empty. The only thing I can see is my own silhouette. I'm getting stronger, step by step. The clock is ticking, but there's no time for regrets. I've been flying from town to town, from London to
try to protect your soul. We are heroes tonight. We will fly above the sky. We are heroes tonight.